नेपाल ताइक्वान्डो सङ्घ ओखलढुङ्गाका अध्यक्ष युवराज पागज्यू र यस कार्यक्रमका यस दोस्रो अधिवेशनका प्रमुख अतिथि ओखलढुङ्गा जिल्ला खेलकुदका अध्यक्ष प्रवीण श्रेष्ठज्यू, त्यसै गरी निर्वाचन अधिकृत देवकुमार दाहालज्यू र हाम्रो दिदी, मैले चाहिँ उहाँलाई चाहिँ एउटा महिला पनि चाहिन्छ खेलकुदमा, खेलकुद गतिविधिको लागि भनेर पहिलेदेखि नै उहाँलाई चाहिँ हेल्प गर्नु पऱ्यो भने पहिल्यैदेखि नै उहाँलाई रिक्वेस्ट दिँदाका ताइक्वान्डो सङ्घसँग धेरै रिलेटेड भएको व्यक्तित्वहरू हुनुहुन्छ। खेलकुदमा पनि ताइक्वान्डोले विशेष 4 वर्ष कार्यकालमा त्यो भित्रमा धेरै गतिविधिहरू भयो। उहाँले आशिषले भन्नुभयो पहिला हामी खेलाडीहरू यस्तो यस्तो गरेर दिएर हो, उहाँले म ओखलढुङ्गामा नहुँदै गर्दा उहाँले नै म पहिलेदेखि चाहन्थेँ ओखलढुङ्गामा म गएर ताइक्वान्डोको विकास गर्छु, ताइक्वान्डोको लागि लाग्छु भने। तर त्यतिखेर भेट्दाखेरि त्यतिखेर त्यो बाला साकेले मेडल जित्दाखेरि म पनि धेरै हर्षित भएको थिएँ र उसले एउटा इतिहास पनि बनायो। त्यतिखेर हाम्रो बालकुमार सर हुनुहुन्थ्यो पछिसम्म, अहिले आफ्नो केही कारण केही व्यस्त केले उहाँ चाहिँ उपस्थिति आज हुन सक्नु भएन। त्यसै गरी पछिल्लो परिवेशमा आएर हाम्रो अनिका बहिनीको गेम सोधै हेरेको गरोस् बुझोस् भन्ने खोजेको गाउँ गाउँमा त्यो पनि बुझ र हामी गर्दै गरेपछि हामी सदरमुकाममा फेरि भव्य गरौँ भन्ने मेरो ऊ थियो। तर अहिले आउनु भएको छ, लागि पर्नु भएको छ, एकदम उहाँलाई धन्यवाद दिन चाहन्छु। अनि त्यसै गरी अनि उहाँ सेन्सरको कुरा पनि गर्नुभएको थियो। सेन्सर लिएर मैले अँधेरीमा आर्मीको टिमहरू र खोटाङ ओखलढुङ्गाको टिमहरू र सेन्सरमा खेलाएको फर्स्ट टाइम हामीले अँधेरीमा। हाफ सेन्सर भन्छ होइन, त्यो फुल सेन्सर त हामीले त्यो गर्नै सकिँदैन। हाफ सेन्सरमा स्कोरिङ यहाँ कतिलाई थाहा होला, तपाईँलाई टाइममा किक हाल्ने स्कोर त्यहाँ भित्तामा आएछ। तपाईँ आउनुभएको थियो है, हामीले चाहिँ मैले चाहिँ काठमाडौँदेखि नै प्रदेशदेखि चाहिँ रेफ्रीहरू नेसनल पैसा खर्च हुन्छ, गर्नुपर्छ, कताबाट हुन्छ के गर्दा। अब यो मेरै वडामा मेरै एउटा भाइले चाहिँ पैसा उसलाई चाहिँ धन्यवाद पनि दिन्छु त्यो भाइलाई, किनभने ल दाइ गेम गर्ने वडाबाट 1 लाख रुपियाँ छुट्याएको छ, यो काम गर्नुपर्छ भने उसले मलाई प्रोत्साहन दियो। त्यो गेम पनि सक्सेस भयो, अन्तिममा आएर अलिकति डिस्टर्ब भयो, तर गेम सफल भएको त्यो भाइले गर्दाखेरि। त्यो पैसा पाएन भने मलाई प्रब्लम छैन, पैसा मैले म्यानेज गरिसकेँ, पैसा दिने मान्छे मैले भइ पर्दैन त्यो पैसा पनि भन्नु। त्यति धेरै चाहिँ हामीले राम्रो गऱ्यो भने त्यसरी सहयोग पनि जुटाउन सकिन्छ। त्यसरी पनि त्यो हामीले सेन्सरमा फर्स्ट टाइम गएँ। यहाँ आर्मीको खेलाडीहरू 20-25 जना आएको थिए, विभिन्न प्रदीपको देखेर धेरै प्रदीपलाई विशेष धन्यवाद दिनुपर्छ। यसपालि अहिले टिकाउने भनेको ओखलढुङ्गामा ताइक्वान्डो राम्रो गरेर अगाडि बढ्ने भनेको उहाँ, अनि हाम्रो के अरे ईश्वर होइन, अरू छ। अब हाम्रो प्रवेश त आफ्नो जागिर पनि खानुपर्छ, सधैँ यसैमा लागेर होइन। पछि आर्मी पुलिस जहाँसुकै जा, विदेशमा जा, यो ताइक्वान्डो सिकेको खेर जाँदैन होइन, छैन। त्यसैले गर्दाखेरि अनि अर्को कुरा उहाँले भन्नुभयो प्रत्येक ग्रेडिङको त्यो पर्सेन्टेज काटेर ब्याङ्कमा हालेको छ। तपाईँले भनेको हाम्रो पैसा छ ब्याङ्कमा छ। जस्तै उसले प्रदीपले 74 समथिङको 74 जना त्यो पैसा सबै त्यो कति पर्सेन्ट छुटेर हामीसँग ब्याङ्कमा छ। अब पछि म हस्तान्तरण गर्छु त्यो पैसाहरू छन् ग्रेडिङ गरेको, जति पनि ग्रेडिङ गरेको छ हो। गुरुले भनेको छ ग्रेडिङको अलिकति यो भोलिको दिनमा पनि त्यसरी अगाडि बढ्नु होला। र पछिल्लो परिवेश अर्को पनि म एउटा आर्थिक सम्बन्धमा भयो होइन, प्रदीपको कुरा भइगयो। अनि त्यसपछि पछिल्लो उसमा के अरे अर्निका, त्यसपछि बालापछि एउटा बहिनी गुरुङ बहिनीले एउटा जितेको छ इटलीमा, केरल 2 जना जो जित्छ उनीहरूलाई चाहिँ फेरि बारम्बार मैले चाहिँ प्रोत्साहनको लागि गरेको। तर उहाँहरूले आफ्नो काम आफ्नो व्यस्त सधैँ यसमा खेलेर पनि गर्न सकिँदैन। यो सही कुरा, तपाईँ खेल्नुहोस् गर्नुहोस्, तर राम्रो अपर्च्युनिटी पायो भने यसलाई चाहिँ पार्ट टाइम, हामी फुल टाइम पनि दिनु पर्दैन। त्यसले गर्दाखेरि यसरी लाग्दै गर्दाखेरि अब यहाँ आयो। यो मैले विभिन्न प्रतियोगिता गरेको छु र आर्थिक सम्बन्धमा ब्याङ्कमा हामीसँग पैसा छ। मैले त्यो ल्याउँछु भन्दा पनि केही कारणले गर्दा ल्याउनु सक्छ पारदर्शी। त्यहाँ मेरो धेरै लगानीहरू पनि छ, त्यहाँ केही मेरो पनि ऊहरू छ, के गर्छ पछि हामी छलफल गर्थ्यौँ ब्याङ्कको के गरौँला। त्यसै गरी प्रतियोगिता मैले जे गरेको थिएँ यो सबै मैले टिपेर राखेको छु। म अहिले नै यो तपाईँको अस्तिको यो राष्ट्रपति रणशिलमा म अध्यक्षज्यूसँग अलिकति चाहिँ मेरो दुःख छ, जिल्ला खेलकुद अध्यक्षज्यूसँग अलिकति। यो भलिबल कबड्डी फुटबलले जित्दा मात्रै मेडलको चर्चा गर्ने कि यो ताइक्वान्डोले लिएको 2nd 3rd को चाहिँ चर्चा नहुने, त्यो चाहिँ मेडल होइन। तपाईँहरूले मेडल जितेको थियो, मेडल जित्दाखेरि त्यो 2टाको नाम पनि तपाईँहरूले भनिदिनु भएको हो।
तेक्वान्दो प्रदेशको गेममा यो 15औं राष्ट्रपति रणजी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा यो तपाईँको रोशनी राई र दीपिका राईले मेडल जितेको थियो। यो कहाँ भएको थियो गेम? इरानीमा भएको थियो हो। अब तपाईँ म एउटा दुःख है, मेरो दुःख मैले पोख्नु पाउँछु। म त्यतिखेर तपाईँलाई फोन गर्नु जस्तो लाग्यो। क्रिसल पनि मेडल होइन, यो सेकेन्ड मेडल पनि त जिल्लाको मेडल हो नि। उसले जितेर खेलेर पाएको हो नि, त्यतिकै गएर पाएको होइन। त्यसले गर्दा अब मेरो दुःख छ तपाईँलाई भने त्यो मैले दुःख पोख्नु पाउँछ। मैले यो अब उहाँलाई आज मैले अहिले नै म उनीहरूलाई एउटा टी सर्टको व्यवस्था गर्दैछु। मैले अहिले नै म तपाईँकै हातबाट वितरण गर्छु। क्रिसल तामाङ भाइ नि हो सेकेन्ड भएको। क्रिसल पनि हो, क्रिसल हो, क्रिसल तामाङ केटा उयो यो यस्तो साध्य हुँदैन। र एक्टिभ रूपमा सञ्चालन रहेको चाहिँ हुन्चकार तेक्वान्दो ग्राउन्ड, मनोरञ्जन तेक्वान्दो ग्राउन्ड, शहीद स्मृति तेक्वान्दो ग्राउन्ड, छरछरे तेक्वान्दो ग्राउन्ड चाहिँ एक्टिभ रूपमा लागेको भन्दा छरछरे अलिक डिएक्टिभ गएको छ। ओके, यो यति भन्दै अब मैले चाहिँ यो अध्यक्ष चाहिँ यसपालिदेखि नबस्ने निर्णय गरेको छु। कारण म अघि पनि हामी सानो मिटिङ गर्दा कारण के हो भने म काठमाडौँ बस्छु कहिलेकाहीँ त आउँछु होला, तर त्यसले नभ्याउने रहेछ। पालिका जानु पऱ्यो, नगरपालिका जानु पऱ्यो, विभिन्न ऊहरूमा चाहिँ जानु पऱ्यो। अब म काठमाडौँ बसेर अध्यक्ष भनेर यहीँ बस्ने मान्छेलाई चाहिँ सकेसम्म यहीँ बसेको यहीँ होस् भनेर मैले जुन चाहिँ बेस बनाउँछु बेस बनाउँछु। तर यसो हुँदै गएर म अध्यक्ष नहुँदै गर्दाखेरि भोलिको लागि मैले के गर्नु छ भने अब को अध्यक्ष आउनुहुन्छ त्योसँग समन्वय गर्नु चाहनुहुन्छ भने म जहिले पनि तयार छु। र यो सर्टिफिकेटहरू कसरी आउँछ के, र उहाँले त्यो सर्टिफिकेट पनि पाएन भने त्यो त्यस्तो चाहिँ भिड्नु भयो भने कसले ग्रेडिङ गरेर पैसा दिएन भने त्यो उसको दोजानको गुरुको नाम र त्यो नानीको नाम मलाई दिनुहोस्, अनि त्यसपछि म ग्रेडिङ गरेर पैसा लिएको हो भने चाहिँ किन गरिनुहोस् भने म दबाब दिन्छु, नत्र उसलाई के गर्नु पर्यो। म जिल्ला तेक्वान्दोसँग अध्यक्ष नहुँदै गर्दा पनि म एउटा राम्रो हाइट बनाएको मान्छे हो, मेरो कुरा बिग छ। र त्यस्तो खालको ग्रेडिङ गराउने पैसा गोजीमा हाल्ने अनि त्यसपछि सर्टिफिकेट दिनु न। अघि एउटा साथीले के भन्नु, बच्चाहरू आउँछन् जान्छन् अनि घट्छन्, सुरुमा चाहिँ थुप्रो आउँछन् घट्छन्, तर ग्रेडिङ गरेर सर्टिफिकेट दिन्छ खुसी हुन्छ, बेल दिनुहोस् त खुसी हुन्छ, अझ आउँछन् फेरि अर्कोचोटि ग्रेडिङ। अब यहाँ चाहिँ के छ भने ग्रेडिङ गराउने पैसा उठाउने अनि ऊ पनि एउटा उसलाई बेल दिँदाखेरि एकदम खुसी हुन्छ। हामीले पनि हिजो व्हाइट कलरबाट येलो बेल जाँदा कति खुसी हुन्थ्यो ओ भन्थ्यो, अझ सर्टिफिकेट पाएपछि कस्तो रमाइलो हुन्थ्यो। त्यो बच्चाहरूलाई इन्करेज पनि गर्न सक्नुपर्छ, उनीहरूलाई सम्झाउनु पनि सक्नुपर्छ। तेक्वान्दो के हो, तेक्वान्दो के को लागि खेल्ने र एउटा कुरा अब जो निर्वाचित हुनुहुन्छ भोलि तपाईँ भोलि आज कति 10 भोलि तपाईँ 11, 12, 1, 3 बजीसम्म चितवन पुग्नुपर्छ। चितवनमा अधिवेशन छ, प्रत्येक जिल्लाको सबैको जिल्लाको छ। जो अध्यक्ष हुन्छ म जान्न, प्रतिनिधि माधि के अरे केन्द्रीय प्रतिनिधि भएको भने जो अध्यक्ष जानुहोस् भोलि बिहानकै गाडी पक्रेर जानुहोस्। तपाईँलाई त्यहाँ होटेलको व्यवस्था गरेको हुन्छ। बेलुका 7 बजेपछि ऊ छ के अरे पार्टी नै छ, भव्य पार्टी छ। बेलुका 7 बजेपछि सौरामा होटेल सबै दिन्छ, आउने जाने सबै आफ्नो खर्च। र पर्सि चाहिँ 12 गते चाहिँ महाअधिवेशन छ। केन्द्रमा को आउने, केन्द्रमा कसले लिड गर्ने त्यो हुन्छ। भोलि बिहान मैले यो उसलाई कसैलाई पनि भनेको थिएँ, मैले अहिले भने मलाई पनि बोलाएको छ, चिठी बोलाएको छ।